तपाईँहरूलाई पनि एक्सर्साइज गर्छु भन्दा 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 वाक्क लागिसक्यो, तर एक्सर्साइज चाहिँ गर्न सक्नु भएको छैन। म तपाईँहरूलाई एउटा यस्तो सिम्पल सिस्टम सिकाउँछु जसले गर्दाखेरि तपाईँ आजबाट 30 दिनभित्र एक्सर्साइज गर्ने मान्छेमा परिणत हुनुहुन्छ है। यो सिस्टम एकदमै सिम्पल छ, यसको लागि केही पनि चाहिँदैन। तपाईँले गर्नुपर्ने भनेको डेली मैले केही पनि गरिनँ भने मैले यति चाहिँ गर्छु भन्नेवाला एउटा फ्रेमिङ चाहिँ आफूले इस्टाब्लिस गर्नु पऱ्यो। सबैभन्दा सुरुको स्टेप तपाईँको है। मैले र मेरो बुढीले गर्ने भनेको 50 स्क्वाट, 50 पुसअप, 2 मिनट प्ल्याङ्क, 5 मिनट मेडिटेसन, 15 मिनट बाहिर हिँड्न जाने र 30 मिनट वर्किङ अन गोल्स। यो साथसाथै मलाई चाहिँ अरू एक्सर्साइजहरू पनि यदि थप्न मन लाग्यो भने मैले यसमा अफकोर्स थप्न सक्छु, तर एकैचोटि आफूले आफूलाई चाहिँ ल म भोलिदेखि 100 पुसअप गर्छु भन्ने खालको मान्छे बन्ने हाम्रो धारणा होइन कि हाम्रो अल्टिमेट गोल भनेको चाहिँ हामी सधैँ एक्सर्साइज गर्ने चाहिँ गोल हो। एभ्री डे जेसुकै होस्, जहाँ जाँदा होस्, जहिले पनि एक्सर्साइज गर्ने, त्यत्तिको चाहिँ मान्छे बन्नु पऱ्यो है। अब त्यसको लागि यो 50 स्क्वाटको साट्टो तपाईँले 10 गर्छु भन्नुहुन्छ, फाइन 10 लेख्नुहोस्। 50 पुसअपको साट्टो म 10 गर्छु भन्नुहुन्छ, फाइन 10 लेख्नुहोस्। प्ल्याङ्क्सको पनि त्यस्तै, सबै चिजको लागि त्यस्तै। र मेरो चाहिँ अब यहाँ विकली रुटिन पनि छ। अनेस्टली भन्छु, मैले यो सबै चिज फलो गर्दिनँ, मैले जस्ट फलो गर्ने भनेको यो डेली चाहिँ हो। यो डेलीमा मैले बिस्तारै बिस्तारै थप्दै थप्दै चाहिँ लिएर गइरहेको छु है। अनि रुल नम्बर 2 भनेको चाहिँ 1 भनेको जहिले पनि 0 भन्दा धेरै हुन्छ भनेर चाहिँ याद राख्नुहोस्। यो अर्को सबभन्दा इम्पोर्टेन्ट रुल हो। जस्तोसुकै सिचुएसन होस्, जस्तोसुकै सिचुएसनमा पनि म चाहिँ 10 पुसअप चाहिँ हान्छु र हुन्छ नि 10 स्क्वाट चाहिँ हान्छु भनेर तपाईँ सोच्नुहोस् आफू मेन्टल्ली, र त्यो जहिले पनि गर्नुहोस् भने 1-0 भन्दा धेरै हुन्छ है। त्यसले गर्दाखेरि तपाईँले आफ्नो ह्याबिट ब्रेक गर्नुहुन्न है। ह्याबिट ब्रेक नगर्नु सबैभन्दा ठुलो कुरा हो। ल हेर्नु, यो हाम्रो माइक्रोसिट माइक्रोसिट म्याक्रो गोल्स है। माइक्रोसिट किन भनेको? किनभने हामीले सानो सानो इन्क्रिमेन्टहरूबाट चाहिँ आफूलाई चेन्ज गर्न खोजिरहेछौँ। अब यसको लागि मैले विभिन्न फर्मेट्सहरू ट्राई गरेँ। अल्टिमेटली एउटा फ्री फ्लोइङ फर्मेट नै बेस्ट हुँदो रहेछ भन्ने कुरा मलाई लाग्यो र मैले त्यही भएर यो इम्प्लिमेन्ट गरिरहेको छु। तर हाम्रो सुरुवात यहाँबाट भएको हो। 50 स्क्वाट, 50 पुसअप, 1 मिनट 20 सेकेन्ड प्ल्याङ्क र 4 पेज पढ्ने, यो चाहिँ हाम्रो त्यो बेलाको फेब्रुअरी 7 को चाहिँ रुटिन थियो। बुढीले पनि 50 स्क्वाट गरी, 10 पुसअप गरी, 58 सेकेन्ड प्ल्याङ्क र मेडिटेसन गरी, अनि त्यसपछि 2 पेजेस। र मेरो प्याटर्न हेर्नु क्या, सुरुमा मैले 50 गरेँ, त्यसपछि 56 गरेँ, 61 गरेँ, 70 गरेँ होइन। कुनै कुनै बेलामा चाहिँ बेलामा बुढीसँग अलिकति झगडा परेको थियो सामान्य। त्यो बेलामा चाहिँ मैले 20 भए पनि स्क्वाट गर्छु, 25 पुसअप गर्छु भनेर त्यति चाहिँ गरेको थिएँ। तर पुसअप पनि मैले बिस्तारै बढाउँदै लिएर गएको थिएँ होइन। स्क्वाट्सहरू पनि यसरी नै, अब कहिलेकाहीँ चाहिँ अफिस जानु परेको बेलामा होस्, त्यो बेलामा मैले मिनिमम मेरो डेली चाहिँ सकेँ नि त, मेरो डेली काम चाहिँ भयो नि त। तर मेरो प्ल्याङ्क्स हेर्नु न, 1 मिनट 20 सेकेन्ड प्ल्याङ्कबाट एकैचोटि म 2 मिनट 5 सेकेन्ड प्ल्याङ्क गर्न सक्ने भइसकेको थिएँ होइन। यसरी नै बढाउँदै लिएर गएँ, 75 स्क्वाट गर्न सक्ने भएँ। अनि त्यसरी नै मैले बढाउँदै लिएर गएँ, बुढीले पनि बढाउँदै लिएर गएँ। 40 गर्ने मान्छे पछि 65 पुऱ्याएँ, पुसअप पनि 23 पुऱ्याएँ बुढीले होइन। यो 2-3 सेटमा गरेको पुसअप हो, त्यही पनि आइएम रियली प्राउड अफ हर। अनि उसले गर्ने पुसअप त्यो घुँडा टेकेर गर्ने खालको पुसअप होइन है, उसले गर्ने फुल पुसअप हो। 15 एकैचोटि हान्न थाली, पछि हामीले सेटहरू ब्रेकडाउन गर्न थाल्यौँ, अनि त्यसपछि 15 हान्न थाल्यो बुढीले एकचोटिमा है। 50 स्क्वाट, 15 पुसअप, 6 पुसअप, त्यसरी नै उसले बढाउँदै लिएर गयो। उसको प्ल्याङ्क्सहरू पनि बढ्दै गयो। अनि एकचोटि मैले 105 स्क्वाट हानेँ। ल हेर्नु, 105 स्क्वाट, 31 + 25, यसरी नै मैले लेख्दै गएँ। यसरी ब्रेकडाउन गर्दाखेरि चाहिँ आफूले एक सेटमा कति गर्न सकिन्छ त भन्ने थाहा हुन्छ है। अनि अस्ति मैले रेकर्ड ब्रेक गरेँ फेरि। यहाँ आएपछि त स्विच भएको छ। मेरो अहिलेसम्मको सबभन्दा हाइएस्ट स्क्वाट्स भनेको 130 स्क्वाट्स। पुसअपमा मैले 32 भन्दा एक लटमा धेरै गर्न सकेको छैन, तर म कहिले पनि झेल्ली गर्दिनँ पुसअप गर्दाखेरि होइन। अनि 2 मिनट 48 सेकेन्ड प्ल्याङ्क्स। मेडिटेसन म डेली गर्न थालेको छु। हामीलाई चाहिने प्रोग्रेस भनेको यो हो क्या। हामीलाई चाहिने म 5 किलो घटाउँछु 1 महिना भन्नेवाला चाहिँ त्यही त हाम्रो नेताहरूले चाहिँ म यो देशलाई सिङ्गापुर बनाउँछु 6 महिनामा भने जस्तै कुरा हो क्या। द्याट्स बुलसिट। त्यो हुँदैन क्या। तपाईँले जबसम्म यु डोन्ट पुट इन वर्क, तपाईँको हुँदैन क्या। म घटिसकेँ कि त्यो बाल हो क्या मलाई। म हेल्दी फिल गरिरहेको छु। मेन कुरा भनेको हेल्दी र फिट फिल गर्नु हो। अस्ति म 2-3 किलोमिटर केही एकचोटि पनि नरगिकन, त्यो हुन्छ नि त्यो सास यताउति केही प्रब्लम नभइकन यस्तो सजिलै कुद्दिएँ कि
2-3 किलोमिटर, किनभने मेरो तिग्रा डह्रो भइसकेको छ नि त। र मैले तपाईँलाई भने, मैले तपाईँलाई च्यालेन्जै गरेँ, आज 5 गर्नुहोस्, भोलिदेखि म 5 मात्रै गर्छु भनेर लेख्नुहोस्। तपाईँलाई मनै लाग्दैन कि तपाईँ 5 दिनपछि थ्या मलाई 5 पनि गर्छ भन्न सोच्न थाल्नुहुन्छ। त्यसपछि तपाईँले त्यो 5लाई 6 बनाउनुहुन्छ, 6लाई 7 बनाउनुहुन्छ, 7लाई 10 बनाउनुहुन्छ, 10को 20 हुन्छ, 20को 30 हुन्छ। त्यो सबै चेन्ज हुँदै जान्छ। अनि त्यसपछि तपाईँले रियलाइज गर्नुहुन्छ क्या, ओ ल मैले त डेली यतिसम्म गर्न सक्दो रहेछु है भनेर रियलाइज हुन्छ क्या। केही गर्नु पर्दैन, मैले भने जस्तै ट्याक्क भित्तामा यो टाँस्नुहोस्, आफूले एक्सर्साइज गरेर सकिसकेपछि ट्याक्क लगाएर लेख्नुहोस्। तपाईँले प्रोग्रेस देख्दै जब जानुहुन्छ नि, त्यसपछि तपाईँलाई रियलाइज हुन्छ, ओ मेरो प्रोसेस त बवाल रहेछ, म त डेली एक्सर्साइज गर्ने मान्छे भइसकेको छु भनेर। द्याट्स इट गाइज। बेस्ट भनेको त्यहाँबाट सुरु गर्नु, त्यसपछि म बाँकी तपाईँहरूलाई बिस्तारै सिकाउँदै जान्छु।